किन पस्क्यो त भात त्यसले खाँदैन बिहानभरि कामसाम पनि गर्नु छैन भोलि रोपाइ छ खेतजोत भनेको मान्नु छैन त्यो भात नपस्क्यौ खाओस् न त खाओस् त्यो भात पस्किनु पर्दैन भनेको त्यसो कामै छैन खाइसकेपछि जो छ ए बल्ल जोतेर आइस लु भात खा अब लु भात खा दिनु भात दिनु अब चाहिँ दे त यति मात्र पुग्यो